ल विचार गर्नुस् त के साँच्चै सम्पत्ति ब्याङ्क खातामा पुग्नुभन्दा अघि हाम्रो दिमागमा निर्माण हुन्छ त? सुन्दा अलि फिल्मी जस्तो लाग्न सक्छ हैन? तर यो एउटा यस्तो प्रश्न हो जसले दशकौंदेखि अन्वेषकहरूको ध्यान तानिरहेको छ। आजको यस विश्लेषणमा हामी सन् 1937को त्यो निकै चर्चित अनुसन्धान थिङ्क एन्ड ग्रो रिचको गहिराईमा पुग्दैछौँ र सफलताको पछाडि लुकेको विज्ञानलाई सँगै डिकोड गर्नेछौँ। सुरु गरौँ है त। आज हामी मुख्य रूपमा यी कुराहरू हेर्नेछौँ। पहिलो, सम्पत्तिको वास्तविक रहस्य, त्यसपछि सफलताको लुकेको ढाँचा अनि सम्पत्ति निर्माणका 6 चरणहरू, त्यसैगरी मानसिकता र आधुनिक विज्ञानको सम्बन्ध र अन्त्यमा सम्पत्तिको अदृश्य इन्जिन। ल अब पहिलो खण्डबाटै सुरु गरौँ, सम्पत्तिको वास्तविक रहस्य। एउटा कुरा सोच्नुस् त, किन कोही मानिसहरू सजिलै करोडपति बन्छन् जबकि ठ्याक्कै उस्तै अवसरहरू पाएका अरू मानिसहरू भने जीवनभर सङ्घर्षमै रुमल्लिन्छन्? एउटै पृष्ठभूमि, एउटै सहर र समान शिक्षा पाएका दुई व्यक्तिहरूलाई नै हेरौँ न। किन एउटाले करोडौँको साम्राज्य खडा गर्छ अनि अर्को सधैँ आर्थिक अभावमा हुन्छ? कि यो साँच्चै भाग्यकै खेल मात्र हो त? पक्कै होइन। यो भिन्नता भाग्यमा नभई सोच र मानसिकताको एउटा यस्तो लुकेको प्रणालीमा आधारित छ जसलाई हामीमध्ये धेरैले व्यवस्था गरिरहेका हुन्छौँ। अवसरहरू त दुवै सामु हुन्छन् नि, तर त्यसलाई हेर्ने र ग्रहण गर्ने मानसिक क्षमता भने एकदमै फरक हुन्छ। अब अगाडि बढौँ हाम्रो दोस्रो खण्डतिर, सफलताको लुकेको ढाँचा। यो कुरा बुझ्न हामी अलिकति इतिहासतर्फ फर्कनुपर्छ। सन् 1908को कुरा हो। एउटा निकै रोचक घटना घट्यो। एक युवा पत्रकार थिए, नेपोलियन हिल। उनले तत्कालीन विश्वका सबैभन्दा धनी व्यक्ति एन्ड्रयू कार्नेगीलाई भेट्ने मौका पाए। कार्नेगीले उनलाई हेनरी फोर्ड र थोमस एडिसन जस्ता 500 भन्दा बढी सफल व्यक्तिहरूसँग परिचय गराए। तर त्यहाँ एउटा कडा शर्त थियो। हिलले यो अनुसन्धान पूरा 20 वर्षसम्म बिना कुनै तलब गर्नुपर्ने थियो। सोच्नुस् त, यसको उद्देश्य एउटै मात्र थियो, सफलताले साँच्चै नै एउटा दोहोऱ्याउन मिल्ने ढाँचा अर्थात् प्याटर्न पछ्याउँछ भन्ने प्रमाणित गर्नु। अनि 2 दशक लामो अध्ययनपछि निष्कर्ष के निस्क्यो त? निष्कर्ष यो थियो कि सफल मानिसहरूले फरक काम मात्र गर्दैनन्, उनीहरू एकदमै फरक तरिकाले सोच्छन्। अब हिलको यो ऐतिहासिक निष्कर्षलाई प्रसिद्ध दार्शनिक मार्कस ओरेलियसको स्टोइक दर्शनसँग जोडेर हेरौँ। ओरेलियसले भनेका थिए, आत्मा आफ्ना विचारको रङले रङ्गिन्छ। यो भनाइले एउटा एकदमै शक्तिशाली चेन रियाक्सनलाई देखाउँछ। विचारले नै मानिसको पहिचानलाई आकार दिन्छ अनि त्यो पहिचानले हाम्रा कार्यहरूलाई दिशा दिन्छ र अन्ततः तिनै कार्यहरूले परिणामहरू निर्धारण गर्छन्। त्यसैले सफलता कुनै संयोग वा छिट्टा होइन, यो त पूर्ण रूपमा विचारबाटै सुरु हुने एउटा ठोस प्रक्रिया हो। त्यसो भए त्यो प्रक्रिया के हो त? आउनुहोस् तेस्रो खण्डमा सम्पत्ति निर्माणका 6वटा महत्त्वपूर्ण चरणहरूबारे चर्चा गरौँ। यहाँ प्रस्तुत गरिएका यी 6वटा क्रमिक चरणहरूलाई सम्पत्ति निर्माणको एउटा बलियो ब्लुप्रिन्ट मान्न सकिन्छ। हेर्नुहोस्, सबै कुरा एउटा तीव्र इच्छा अर्थात् बर्निङ डिजायरबाट सुरु हुन्छ। यो साधारण रहर मात्र होइन, हेनरी फोर्डले सस्तो कार बनाउने असम्भव जस्तो लाग्ने सपना देखे जस्तै हो। त्यसपछि आउँछ विश्वास र आफ्नो दिमागलाई बारम्बार सकारात्मक दिशामा प्रोग्राम गर्ने तरिका अर्थात् आत्मसुझाव। तर पर्खनुस्, यति मात्र गरेर पुग्दैन है। यसलाई विशिष्ट ज्ञान, बजार सुहाउँदो व्यवस्थित योजना र जस्तोसुकै परिस्थितिमा पनि हार नमान्ने निरन्तरतासँग जोड्नु एकदमै अनिवार्य हुन्छ। हामी समाजमा प्राय एउटा कुरा सुन्छौँ नि, सबै ज्ञान शक्ति हो। तर यो वास्तवमा एउटा ठूलो भ्रम मात्र हो। सोच्नुस् त, कुनै देशको राजधानी के हो भन्ने सामान्य ज्ञानले तपाईलाई खासै आर्थिक फाइदा दिन्छ र? दिँदैन नि। तर यही आधुनिक युगमा एआई प्रम्प्ट इन्जिनियरिङ वा कुनै लक्षित बजार विश्लेषण जस्ता विशिष्ट ज्ञानलाई जब तपाईँ कार्यान्वयनसँग जोड्नुहुन्छ, तब मात्र त्यो साँच्चीकै शक्तिमा परिणत हुन्छ। ज्ञान त केवल एउटा कच्चा पदार्थ जस्तो मात्र हो। हामीले गर्ने कार्यले नै त्यसलाई अन्तिम उत्पादन बनाउँछ। त्यसैगरी हाम्रो इच्छा र यथार्थको बीचमा व्यवस्थित योजनाले एउटा बलियो पुलको काम गर्छ। आजकलका आधुनिक स्टार्टअपहरूलाई नै हेर्नुहोस्, उनीहरू हावामा महल बनाएर मात्र बस्दैनन्। उनीहरू त प्रपर बजार अनुसन्धान, बलियो उत्पादन रणनीति र ग्राहकको आवश्यकतालाई गहिराईसँग बुझेर मात्र अगाडि बढ्छन्। हो, कहिलेकाहीँ योजना विफल हुन सक्छ र त्यस्तो बेला योजना पो बदल्नुपर्छ त, आफ्नो लक्ष्य होइन। साँच्चै भन्ने हो भने विजेताहरू सधैँ एउटा स्पष्ट र व्यवस्थित योजनाको साथ अगाडि बढिरहेका हुन्छन्। अब एकछिन यो नम्बरलाई हेरौँ, 10,000। कल्पना गर्नुस् त, एउटै काममा 10,000 पटक असफल हुनु। थोमस एडिसनले लाइट बल्ब बनाउँदा भोगेको यो विफलता निरन्तरताको एउटा पर्फेक्ट उदाहरण हो।
धेरैजसो मानिसहरू सफलताको एकदमै नजिक पुगेर मात्र एक कदम बाँकी हुँदा हार मान्छन्। तर एडिसनले यो कुरालाई विफलता नै मानेनन्। उल्टै उनले भनेका थिए, मैले त काम नगर्ने 10,000 तरिकाहरू पो फेला पारेको छु। यसले के देखाउँछ भने तपाईँको निरन्तरताले बिस्तारै तर निश्चित रूपमा अवसरहरूलाई आफूतिर तान्छ नै तान्छ। यसरी हामी पुग्छौं चौथो खण्डमा, मानसिकता र आधुनिक स्नायुविज्ञान। यो सबै कुरा सुन्दा अलि दार्शनिक जस्तो लाग्न सक्छ, तर यसको पछाडि विज्ञान छ। हाम्रो मस्तिष्कमा एउटा रेटिकुलर एक्टिभेटिङ सिस्टम अर्थात् RAS भन्ने नेटवर्क हुन्छ। यसलाई वैज्ञानिक रूपमा बुझ्दा एउटा फोकस भएको दिमागले अचानक कसरी पहिले नदेखेका अवसरहरू पत्ता लगाउन थाल्छ भन्ने कुरा एकदमै स्पष्ट हुन्छ। उदाहरणको लागि, जब तपाईँ कुनै एउटा निश्चित ब्रान्डको कार किन्ने निर्णय गर्नुहुन्छ नि, तब अचानक त्यो कार बाटोमा जताततै देखिन थाल्छ। याद गर्नुभएको छ, वास्तवमा बाहिरको यथार्थ परिवर्तन भएको हुँदैन, केवल तपाईँको दिमागको ध्यान परिवर्तन भएको हुन्छ र त्यही ध्यानले तपाईँलाई नयाँ अवसरहरू पहिचान गर्न मद्दत गर्छ। मनोवैज्ञानिक क्यारोल ड्वेकको वृद्धि मानसिकता अर्थात् ग्रोथ माइन्डसेटको अवधारणाले यसलाई अझै प्रष्ट पार्छ। एउटा स्थिर मानसिकता भएको व्यक्तिले अगाडि पर्खाल देख्ने बित्तिकै हार मान्छ र रोकिन्छ। तर एलोन मस्क जस्ता ग्रोथ माइन्डसेट भएका उद्यमीहरूले असम्भव जस्ता लाग्ने समस्याहरूलाई पनि सम्भावनाको रूपमै हेर्छन्। उनीहरूको दिमागले त्यो पर्खाललाई एउटा अवरोधको रूपमा होइन, बरु त्यसलाई पार गर्ने नयाँ बाटोको रूपमा हेर्छ। र अब अन्तिम खण्ड, सम्पत्तिको अदृश्य इन्जिन। हामीले अहिलेसम्म चर्चा गरेका कुराहरूलाई समेट्ने हो भने सम्पत्ति निर्माणको सम्पूर्ण प्रक्रिया एउटा ठूलो मेसिन वा इन्जिन जस्तै हो। यो तालिकालाई हेर्नुस् त, यसलाई सुरु गर्न विचार र इच्छाको एउटा झिल्को वा स्पार्क चाहिन्छ। त्यसलाई निरन्तर गति दिन कार्य र ज्ञानको इन्धन आवश्यक पर्छ। तर यी दुई कुरा मात्र भएर पुग्दैन नि। बीचमा आउने अनेकौं असफलताहरूलाई चिर्दै अगाडि बढ्न निरन्तरताको कहिल्यै नरोकिने इन्जिन अनिवार्य हुन्छ। जब यी तीनवटै तत्त्व एकै ठाउँमा मिल्छन्, तब सफलता अपरिहार्य बन्छ। कसैले रोकेर पनि रोकिँदैन। नेपोलियन हिलले एकदमै सही भनेका छन्, सम्पत्तिको सुरुवात विचारको रूपमा हुन्छ। छरिएका र अनियमित विचारहरूले केवल अनियमित परिणामहरू मात्र दिन्छन्। तर जब तपाईँ आफ्नो सोचलाई नियन्त्रण गर्नुहुन्छ र एउटा निश्चित दिशामा पूर्ण रूपमा केन्द्रित गर्नुहुन्छ, यसले समयसँगै एउटा निकै शक्तिशाली कम्पाउन्ड इफेक्ट सिर्जना गर्छ। संसारका सबैभन्दा सफल मानिसहरू केवल जन्मजात भाग्यशाली पक्कै होइनन्, उनीहरूले त आफ्नो दिमागलाई सफलताको लागि प्रशिक्षित गरेका हुन्छन्। त्यसो भए यो प्रस्तुतिको अन्त्यमा अब एउटा गम्भीर प्रश्नमा विचार गरौँ। के तपाईँको सफलताको अर्को खुड्किलो कुनै ब्याङ्क खातामा जम्मा भएर बसेको छ, वा त्यो तपाईँको आफ्नै दिमागमा अनलक हुन बाँकी छ? पक्कै पनि यो दिमागमै छ। त्यसैले यो अदृश्य इन्जिनको कन्ट्रोल आजै आफ्नो हातमा लिनुहोस्, किनकि यथार्थमा हरेक ठूलो सफलता बाहिरबाट होइन, सधैँ भित्रैबाट सुरु हुन्छ।